नमस्कार। मङ्सिर र पुस महिनामा घटेका समसामयिक घटनाक्रमहरूबाट केही जानकारीहरू लिएर आजको भिडियोमा उपस्थित भएको छु। कृपया भिडियोलाई लाइक र कमेन्ट गरेर सहयोग गरिदिनुहोला। आजको जानकारी सुरु गरौँ। पहिलो जानकारी रहेको छ 98औं ओस्कार अवार्ड 2026 को लागि नेपालबाट कुन चलचित्र सिफारिस भएको छ त? 98औं ओस्कार अवार्ड 2026 को लागि नेपालबाट एन्जिला नामक चलचित्र छनौट भएको छ। नेपालबाट प्रतिनिधित्व गर्ने चलचित्रको नाम रहेको छ एन्जिला। एन्जिला चलचित्रको निर्देशक मिलन चाम्स रहेका छन्। त्यस्तै महिला फुटबल खेलाडी एन्जिला तुम्बापे सुब्बाको वास्तविक जीवन कथामा आधारित रहेको चलचित्र रहेको छ र यो सञ्चालन सन् 2026 को मार्च 15 मा हुनेछ। ओस्कार अवार्ड 2026। त्यस्तै आयोजना स्थल हुनेछ अमेरिकाको लस एन्जल स्थित डब्ली थिएटर र यसभन्दा अगाडि पोहोर साल 2025 मा 97औं ओस्कार अवार्डका लागि नेपालबाट साम्बाला चलचित्र छनौट भएको थियो। दोस्रो जानकारी रहेको छ दक्षिण एसियाको आर्थिक वृद्धि दर। दक्षिण एसियाको आर्थिक वृद्धि दर विश्व बैंकद्वारा सन् 2025 मा 25 को अप्रिलमा प्रकाशित प्रतिवेदन अनुसार सन् 2025 मा दक्षिण एसियाको आर्थिक वृद्धि दर अनुमान 5.8% गरिएको छ। त्यस्तै सन् 2026 मा भने सो वृद्धि दर 6.1% पुग्ने अनुमान गरिएको छ। यो अनुमान विश्व बैंकले गरेको हो। विश्व बैंकको प्रतिवेदन अनुसार गरिएको हो। दक्षिण एसियाको आर्थिक वृद्धि दर सन् 2025 मा 5.8% र 2026 मा 6.1% हुने अनुमान गरिएको छ। त्यस्तै प्रथम दृष्टिविहीन महिला T20 विश्वकप क्रिकेट प्रतियोगिता सम्बन्धी जानकारी रहेको छ। पहिलो पटक दृष्टिविहीन महिलाको T20 विश्वकप क्रिकेट प्रतियोगिता भएको छ र यस प्रतियोगिताको विजेता भारत बनेको छ र उपविजेतामा नेपाल रहेको छ। भारत विजेता र उपविजेता नेपाल भएको छ। त्यस्तै यो प्रथम दृष्टिविहीन महिला T20 विश्वकप क्रिकेटको प्रतियोगिताको आयोजक राष्ट्र भारत र श्रीलङ्का रहेका छन्। भारत र श्रीलङ्कामा खेल सञ्चालन भएको मिति 2025 को नोभेम्बर 11 देखि 23 सम्म रहेको छ र यसमा सहभागी राष्ट्रहरू नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, अस्ट्रेलिया र अमेरिका गरी 6 वटा देशहरूको सहभागिता रहेको छ। नेपालले श्रीलङ्कालाई 9 विकेटले हराएको, त्यस्तै अस्ट्रेलियालाई 8 विकेटले तथा पाकिस्तान र अमेरिकालाई 10-10 विकेटका साथ पराजित गरेको थियो। नेपालकी विनिता पुनले पाकिस्तान विरुद्धको खेलमा 107 रनको पारी खेलेकी थिइन्। त्यसैगरी अर्को जानकारी रहेको छ राष्ट्रिय कफी दिवस 2082 सम्बन्धमा। राष्ट्रिय कफी दिवस 2082 कहिले मनाइयो त? मङ्सिरको 1 गते। प्रत्येक वर्षको मङ्सिर 1 गते राष्ट्रिय कफी दिवस मनाउने गरिन्छ र यसपालि 2082 को राष्ट्रिय कफी दिवस कतिऔं संस्करणको हो त? यसको उत्तर छ 21औं संस्करणको। 21औं राष्ट्रिय कफी दिवस 2082 मनाइएको छ र यस वर्ष 2082 को नारा रहेको छ कफी खेती गरौँ स्वरोजगार बनौँ। कफी खेती गरौँ स्वरोजगार बनौँ भन्ने नाराका साथ राष्ट्रिय कफी दिवस 2082 मनाइएको छ। नेपालमा विक्रम सम्वत 2062 बाट कफी दिवस मनाउन सुरु गरिएको हो 2062 बाट। त्यस्तै विश्व कफी दिवस अक्टोबर 1 मा मनाइन्छ। नेपालको राष्ट्रिय कफी दिवस चाहिँ मङ्सिरको 1 गते भने विश्व कफी दिवस अक्टोबर 1 मा मनाइन्छ। त्यस्तै कफीमा पाइने तत्त्व रहेको छ क्याफिन। कफीमा क्याफिन नामक तत्त्व पाइन्छ। त्यस्तै कफीको घर भनेर इथियोपियालाई चिनिन्छ। इथियोपियालाई कफीको घर भनेर चिनिन्छ। त्यस्तै नेपालमा भने कफीका लागि प्रसिद्ध जिल्ला गुल्मी जिल्ला रहेको छ। गुल्मी जिल्ला चाहिँ कफीको लागि एकदमै प्रसिद्ध जिल्ला बनेको छ। त्यस्तै सन् 2026 फिफा विश्वकपको आधिकारिक बल सार्वजनिक भएको छ। सन् 2026 मा फिफा विश्वकप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ जसको जुन प्रतियोगितामा खेलाइने बल सार्वजनिक गरिएको छ र त्यो बलको नाम रहेको छ ट्रिओन्डा। ट्रिओन्डा सार्वजनिक गरिएको मिति रहेको छ 2 अक्टोबर 2025। 2025 को अक्टोबर 2 मा यो बल सार्वजनिक गरिएको छ
यहाँ चाहिँ 2028 भनेर लेखेको छ, 2025 भनेर बुझ्नु होला हजुरहरूले। यसमा ट्रिओन्डा बलको नाम रहेको छ र ट्रीको अर्थ TRI ट्रीको अर्थ 3 आयोजक राष्ट्र। यसपालि चाहिँ 3टा आयोजक राष्ट्र रहेका छन्, क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिका। क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा यस वर्षको फिफा विश्वकप फुटबल सञ्चालन हुँदैछ। र ओन्डा ट्रीको अर्थ 3वटा आयोजक राष्ट्र भयो र ओन्डाको अर्थ चाहिँ स्पेनी अथवा पोर्चुगिज भाषामा तरङ्ग भन्ने हुन्छ। तरङ्ग, ओन्डाको अर्थ तरङ्ग। यसले पहिलोपटक 3 देशद्वारा सहआयोजित विश्वकपको सांस्कृतिक र भावनात्मक महत्त्व झल्काउँछ र यो बलको विशेषता चाहिँ एडिडासद्वारा निर्मित 15औं लगातार विश्वकप बल हो। अब 15वटा विश्वकपमा चाहिँ एडिडासको बल चाहिँ लगातार रूपमा खेलिँदै आएको छ। सन् 1970 देखि एडिडास र फिफाको सहकार्य जारी भइरहेको छ र सन् 2026 को विश्वकपका 104वटा खेलमा यही बल प्रयोग हुनेछ र 2026 विश्वकपका मुख्य तथ्यहरू चाहिँ यो संस्करण 23औं संस्करणको विश्वकप फुटबल रहेको छ र यो सञ्चालन हुने अवधि 11 जुनदेखि 19 जुलाई 39 दिनको खेल रहनेछ यस वर्ष। अब बुकर प्राइज 2025 सँग सम्बन्धित जानकारी रहेको छ। यस वर्षको 2025 को बुकर प्राइज जित्ने पुस्तकको नाम रहेको छ फ्लेश। फ्लेशले बुकर प्राइज जितेको छ र यसका लेखक रहेका छन् डेभिड स्याजले। डेभिड स्याजले यस वर्षको बुकर प्राइज जितेका छन् र यो पुस्तकको प्रकाशक रहेको छ जोनाथन केप। जोनाथन केपबाट प्रकाशित पुस्तक फ्लेशले यस वर्षको बुकर प्राइज जितेको छ। उत्कृष्ट लेखन शैलीका लागि प्रदान गरिएको छ जसमा सिङ्गुलारिटी एन्ड स्फियर राइटिङ स्टाइल प्रयोग भएको छ। यो पुरस्कार प्रदान गर्ने संस्था छ बुकर प्राइज फाउन्डेसन। त्यस्तै पहिलो पटक बुकर प्राइज प्रदान गरिएको मिति सन् 1969। सन् 1969 मा पहिलो पटक बुकर प्राइज दिएको थियो जसमा चाहिँ PH न्युबाईले त्यो पुरस्कार जितेका थिए जसको पुस्तक थियो समथिङ टु एन्सर फर। र यसभन्दा अघिल्लो वर्ष सन् 2024 को विजेता थिए अर्बाइटल पुस्तक र जसको लेखक थिए सामन्था हार्वे। र त्यस्तै यहीसँग सम्बन्धित अर्को पुरस्कार रहेको छ। उस्तै पुरस्कारको नाम छ द इन्टरनेसनल बुकर प्राइज 2025। द इन्टरनेसनल बुकर प्राइज 2025 जित्ने बुक रहेको छ हट ल्याम्प रहेको छ र यसका लेखक बानु मुस्ताक रहेका छन्। बानु मुस्ताकको हट ल्याम्प पुस्तकले द इन्टरनेसनल बुकर प्राइज 2025 जितेको छ र यो पुस्तकलाई अनुवाद गर्ने राइटर रहेका छन् दीपा वास्ती। दीपा वास्तीले यो पुस्तक अनुवाद गरेका हुन्। त्यस्तै अर्को जानकारी, बाह्य मिचाहा प्रजातिको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। बाह्य मिचाहा प्रजातिको प्रथम राष्ट्रिय सम्मेलन, राष्ट्रिय कोप 1 पनि भनिएको छ यसलाई, विक्रम सम्वत 2082 को मङ्सिर 26 र 27 मा ललितपुरमा यो सम्मेलन सम्पन्न भएको छ। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको आयोजनामा सम्पन्न सो सम्मेलनलाई राष्ट्रिय कोप 1 को रूपमा सम्बोधन गरिएको छ। आफ्नो प्राकृतिक भौगोलिक क्षेत्रबाट मानव क्रियाकलाप वा अन्य माध्यमबाट नयाँ स्थानमा फैलिएर स्थानीय प्रजाति, वातावरण तथा पर्यावरणीय सेवालाई नकारात्मक असर पार्ने वनस्पति, वन्यजन्तु तथा सूक्ष्म प्रजातिहरूलाई नै बाह्य मिचाहा प्रजाति भनिन्छ र नेपालमा 15वटा वनस्पतिक परिवार अन्तर्गत 26वटा प्रजातिका मिचाहा वनस्पति पाइने गर्छ। त्यस्तै अर्को जानकारीमा इथियोपियामा 12,000 वर्षपछि हाइली गुब्बी ज्वालामुखी विस्फोट भएको छ भर्खरै। इथियोपियामा 12,000 वर्षपछि, अहिलेसम्म चाहिँ 12,000 वर्षसम्म त्यो ज्वालामुखी चाहिँ सुसुप्त अवस्थामा रहेको थियो, निष्क्रिय अवस्थामा रहेको थियो, विस्फोट भएको थिएन भने अहिले ज्वालामुखी विस्फोट भएको छ। जुन ज्वालामुखीको नाम रहेको छ हाइली गुब्बी। यो हाइली गुब्बी ज्वालामुखी विस्फोट भएको मिति कहिले त भन्दा सन् 2025 को नोभेम्बर 23 मा 2025 नोभेम्बर 23 मा यो विस्फोट भएको छ र यो ज्वालामुखी विस्फोट
इथियोपियाको पूर्व उत्तर भागमा विस्फोट भएको छ। सो ज्वालामुखी करिब 12,000 वर्षदेखि निष्क्रिय रहेको थियो। त्यस्तै ज्वालामुखी विस्फोट हुँदा ठुलो मात्रामा सल्फर डाइअक्साइड उत्सर्जन भएको थियो र ज्वालामुखीको कारण त्यो निस्किएको धुलो र ग्यासले भारत, पाकिस्तान, ओमान, साउदी अरब लगायतका देशहरूको एयर रुटमा समेत प्रभाव पारेको जनाइएको छ। त्यस्तै अब अर्को जानकारी रहेको छ लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान। लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान सम्पन्न भइसकेको छ र यो 16 दिने अभियान कहिलेदेखि कहिलेसम्म सम्पन्न भयो त? हरेक वर्षको नोभेम्बर 25 देखि डिसेम्बर 10 सम्ममा 16 दिन गरेर यो अभियान मनाउने गरिन्छ र यस वर्षको अभियान पनि सम्पन्न भइसकेको छ। 2082 को लागि राष्ट्रिय नारा, नेपालभित्रको दिवसको लागि नारा चाहिँ प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ। प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने नाराका साथ राष्ट्रिय अभियान अथवा राष्ट्रिय नारा रहेको छ र 2025 को अन्तर्राष्ट्रिय नारा रहेको छ युनाइट टु इन्ड डिजिटल भायोलेन्स अगेन्स्ट अल वुमन एन्ड गर्ल्स। युनाइट टु इन्ड डिजिटल भायोलेन्स अगेन्स्ट अल वुमन एन्ड गर्ल्स। तपाईहरुले यो भिडियो पज गरेर पनि आफ्नो नोटमा, आफ्नो कपीमा यो नारा टिप्न सक्नुहुनेछ। त्यस्तै अर्को छ विनय कसजु स्मृति प्रतिष्ठानले साहित्य पुरस्कार 2082 वितरण गरेको छ। विनय कसजु स्मृति प्रतिष्ठानको साहित्य पुरस्कार 2082 यो कसलाई प्रदान गरिएको छ त? यो विनय कसजु स्मृति साहित्य पुरस्कार 2082 जित्ने व्यक्ति रहेका छन् नीलकण्ठ न्यौपाने। नीलकण्ठ न्यौपानेले यस वर्षको विनय कसजु स्मृति साहित्य पुरस्कार जितेका छन्। विनय कसजु स्मृति प्रतिष्ठानले साहित्य, पत्रकारिता र महिला सशक्तिकरण क्षेत्रमा काम गर्ने 6 जनालाई पुरस्कृत सम्मान गरेको छ र प्रतिष्ठानद्वारा स्थापित ग्रामीण पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोविन्द भट्टराईलाई प्रदान गरेको छ। त्यस्तै रेडियो पत्रकारिता पुरस्कार राजेश कुमार अर्याललाई प्रदान गरेको छ। विनय कसजु बाल साहित्य सम्मान शान्तदास मानन्दरलाई प्रदान गरेको छ। त्यस्तै महिला सशक्तिकरण सम्मान सुशीला श्रेष्ठलाई र पाल्पाको समकालीन पत्रकारिता सम्मान झपेन्द्र गैरेलाई प्रदान गरिएको छ। यस भिडियोमा पनि तपाईहरुले पज गरेर यहाँ भएका डिटेलहरु आफ्नो नोटमा सार्न सक्नुहुनेछ। त्यस्तै अर्को छ नेपालको चुच्चे नक्सा सहितको 100 रुपैयाँको दरको नयाँ नोट प्रचलनमा आएको छ। नेपालको यो नयाँ नक्सा चुच्चे नक्सा भएको 100 रुपैयाँको दरको नोट भर्खरै बजारमा प्रचलनमा आएको छ र यो प्रचलनमा कहिलेदेखि आयो त? विक्रम सम्वत 2082 मङ्सिरको 11 गतेदेखि 2082 मङ्सिरको 11 गतेदेखि प्रचलनमा आइसकेको छ। साबिककै आकार छ र रङ पनि साबिककै छ र सो नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ र नोटको मध्यभागमा भने नेपालको चुच्चे नक्सा अनि अशोक स्तम्भ, मायादेवी मन्दिरको चित्र रहेको छ। र अर्को महत्त्वपूर्ण कुरा भनेको यो नोट चाहिँ दृष्टिविहीनहरूले छामेर नोटलाई पहिचान गर्न सक्छन्। त्यस्तै सुरक्षाको लागि नोटमा 2 मिलिमिटर चौडा भएको र सिधा हेर्दाखेरि रातो देखिने र ढल्काएर हेर्दा हरियो रङ देखिने त्यहाँ एउटा बीचमा सुरक्षाको धागो राखिएको छ। त्यस्तै अर्को छ नेपालको सार्वभौम साख रेटिङ 2025। यस वर्ष पनि नेपालको सार्वभौम साख रेटिङ भएको छ र नेपालले प्राप्त गरेको रेटिङ रहेको छ BB-BB- प्राप्त गरेको छ रेटिङ र यो चाहिँ गत वर्षकै यथावत हो। नेपालले पोहोरको वर्ष 2024 मा पनि BB- रेटिङ प्राप्त गरेको थियो र यस वर्ष पनि सोही यथावत रहेको छ। र यो रेटिङ गर्ने संस्था नेपालको सार्वभौम साख रेटिङ गर्ने संस्था रहेको छ फिच रेटिङ। फिच रेटिङले यो रेटिङ प्रदान गरेको छ। फिच रेटिङले गरेको दोस्रो पटकको सार्वभौम साख परीक्षणमा पनि नेपालले गत वर्ष बराबरकै BB- रेटिङ प्राप्त गरेको छ। त्यस्तै अर्को छ विश्व शहरीकरण प्रक्षेपण 2025 को प्रतिवेदन। नयाँ प्रतिवेदन आएको छ एउटा विश्व शहरीकरण प्रक्षेपण 2025 को प्रतिवेदन। यो प्रतिवेदनले चाहिँ विश्वका कुन कुन शहरमा चाहिँ सबैभन्दा बढी जनसङ्ख्याहरू छ
मानिसहरूको अत्यन्तै बाक्लो बस्ती कहाँ छ, बढी घनत्व कहाँ छ भनेर त्यो प्रतिवेदन तयार गरेको छ। यो प्रतिवेदनले त्यो जानकारी दिन्छ। र विश्वको सबैभन्दा घना आबादी भएको सहर चाहिँ अहिलेको लागि 2025 को लागि जकार्ता, इन्डोनेसियाको जकार्ता भएको छ, राजधानी हो। र जकार्ताको जनसङ्ख्या 4 करोड 19 लाख पुगेको छ। 4 करोड 19 लाख पुगेर जकार्ता विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको सहर बनेको छ। र यो प्रतिवेदन प्रकाशन गर्ने संस्था रहेको छ संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग। संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक मामिला विभागले यो प्रतिवेदन प्रकाशन गरेको हो। र जकार्तापछि दोस्रो स्थानमा रहेको सहर छ बङ्गलादेशको ढाका। र बङ्गलादेशको ढाकाको जनसङ्ख्या 3 करोड 66 लाख रहेको छ। र ढाकापछि तेस्रो स्थानमा जापानको टोकियो सहर रहेको छ। र टोकियो सहर यस वर्ष तेस्रो स्थानमा परेको छ। र राष्ट्रसङ्घले सन् 2000 मा पहिलोपटक टोकियोलाई विश्वको सबैभन्दा सबैभन्दा धेरै मानिस बसोबास गर्ने सहर घोषणा गरेको थियो 2000 मा। र त्यस पछाडि सन् 2000 भन्दा पछाडि निरन्तर रूपमा 25 वर्षसम्म टोकियो चाहिँ शीर्ष स्थानमा थियो जनसङ्ख्याको आधारमा भने यस वर्ष चाहिँ तेस्रो स्थानमा धकेलिएको छ। र टोकियोमा हाल 3 करोड 34 लाख मानिस बसोबास गर्छन्। अब अर्को जानकारी छ सामाजिक सुरक्षा दिवस 2082। नेपालमा सामाजिक सुरक्षा दिवस 2082 कहिले मनाइन्छ त? यसको उत्तर छ मङ्सिर 11 गते। मङ्सिरको 11 गते सामाजिक सुरक्षा दिवस मनाइन्छ। र विक्रम सम्वत 2082 को लागि नारा कायम रहेको छ सामाजिक सुरक्षा, सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सन योग्य समाज र उत्पादकत्व अभिवृद्धि सहित नागरिकको जीवन रक्षा। नारा अलिकति लामो रहेको छ, त्यसैले तपाईले भिडियो पज गरेर आफ्नो नोटमा टिप्न सक्नुहुनेछ। सामाजिक सुरक्षा, सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सन योग्य समाज र उत्पादकत्व अभिवृद्धि सहित नागरिकको जीवन रक्षा। हालसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको सङ्ख्या 26,47,000 पुगिसकेको छ। त्यस्तै आजको लागि अन्तिम जानकारी रहेको छ टेलिप्लान्ट डाक्टर। यो टेलिप्लान्ट डाक्टर भनेको के हो त? यो भनेको चाहिँ टेलिप्लान्ट डाक्टर भनेको चाहिँ संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन AFO, संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठनले बालीको रोग पत्ता लगाउनको लागि सञ्चालनमा ल्याएको एप्स हो। त्यसैले टेलिप्लान्ट डाक्टर भनेको चाहिँ एउटा एप्सको नाम हो र त्यो एप्सले चाहिँ बालीमा लाग्ने रोग पत्ता लगाउन सहयोग गर्छ। र यो एप्स चाहिँ संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठनले विकसित गरेको हो, FAO ले। र यो सञ्चालन कहिलेदेखि सञ्चालन भयो त यो एप्स भन्दा सन् 2024 को फेब्रुअरीदेखि यो सञ्चालनमा आएको छ। हवस् त, यस्तै जानकारीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला। भिडियो कस्तो लाग्छ लाइक र कमेन्ट गरिदिनु होला र भिडियोलाई सेयर गरेर धेरैभन्दा धेरै साथीहरूमाझ पुर्याइदिनु होला।